देशप्रति गद्दार तपाईँ हो, देशप्रति गद्दार हो कि जसले देशको विकास दिन दिने। 20 वर्षमा देशलाई गरी बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। सभामुखले जति पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन, तपाईँको दायामाले आएको होइन, तपाईँ जसले आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो। यहाँलाई म सचेत गराउँछु कि निर्धारित विषयमा अघि भएको रुलिङलाई समेत ध्यानमा राख्दै आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्छ। यहाँहरू सचेत भएर अगाडि बढ्नुहोस्। सभामुखजी, स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ, किनकि वो सानो दल छ। एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। प्रधानमन्त्रीले मन्त्रीले आफ्नो जिल्लामा लाग्छ भने सरलाईमा बजेट किन उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन। समानुपातिक सांसदहरूलाई गरिरहनु भएको छ। कारबाहीको विषय बनाइयोस्। राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु। नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने? शहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु। काठमाडौँमा 3 करोडको दरले 131 योजना छ। यदि काठमाडौँ जिल्ला मानियो भने, काठमाडौँ जिल्ला छ भने 131 योजना छ भने मेरो जिल्लामा त कम्तीमा 15-20 वटा त पर्थ्यो। ठिक छ, म 131 को भाग खोजेको होइन, 131 खोजेको होइन। सर्लाहीको जनता सेकेन्ड ग्रेड नागरिक छ, त्यहाँ त कम्तीमा ठिक छ 20 राखिदिए हुन्थ्यो, 30 राखिदिए हुन्थ्यो। यो